गाइज आज पनि आयो है हाम्रो टर्कीको मासु। आज चाहिँ म यसलाई मजाले सिटी नलगाइकन सागमा पकाएर देखाउँछु है। यो चाहिँ हाम्रो लोकल हो नि, फेरि लोकल यहीँ काटेको छ। मसला हालिसके अनि नुन पनि स्वादअनुसार हालिसके। अब यसलाई म एकछिन पाक्ने दिन्छु अनि त्यसपछि साग हालेर अनि रेडी भएपछि अनि म त हजुरहरूलाई देखाउँछु है। यस्तो भएको चाहिँ मेरो मासु चाहिँ सुँगुरको मासु। अब यसमा म साग हाल्छु। यो चाहिँ रायोको साग हो। यो सुँगुरको मासु चाहिँ हाम्रो यहीँ लोकल्ली एकजना राई दाइले काट्नु भएको थियो। हाम्रो यो वारी र पारी छ, तर उहाँ पहिला चाहिँ पारीबाट ल्याउँथ्यौँ काटेर। अहिले चाहिँ हाम्रो यो वारी नै एकजना दाइ हुनुहुन्छ, राई दाइहरू, उहाँले काट्नु भएको थियो। आज हामी ल्याइदिनु भएको थियो। मैले 1 किलो लिएको थिएँ र 1 किलो त पकाएको होइन, धेर हुन्छ। म एक्लै खानु सक्दिनँ 1 किलो। पर्फेक्टली रेडी भएको छ है। अब भातसँग खानुपर्छ अहिले।